सो वेल गाइज वेलकम टु ब्याक टु माई च्यानल सबैजना सन्चै आरामै हुनुहुन्छ म पनि एकदम सन्चै आरामै नै छु। आज चाहिँ हामी टक्रार खोलामा जान लागेको टक्रार अझ अगाडि अनिस सन्दीप छन् त्यो चाहिँ गोले रुपेश चाहिँ एक्सिडेन्ट आएको त्यसलाई चाहिँ हल्का कुरा सोध्न टक्रार धेरै पछि 2 हप्ता पछि भ्लग आइसक्यो। योभन्दा अगाडि पनि 2 हप्ता पछि भ्लग आएको, अहिले पनि 2 हप्ता पछि भ्लग आइसक्यो गाइज। कपाल काट्ने पाएन गाइज, अनि हिजो कपाल काट्न गएको मोटे दाइको चाहिँ मम्मी बिरामीहरू चाहिँ जानुभएको छ, त्यही भएर चाहिँ काटिनु मैले अरू ठाउँ काट्दिनँ कि टाटी बाटी हालिदिन्छु कि भनेर मोटे दाइकोमा मात्रै काट्छु कि मैले चाहिँ अरू ठाउँ काट्दिनँ कि मैले। अब भोलि गएर काटिदिन्छु, अब चोकमा गएर काट्नु पऱ्यो होइन। टक्क ल गोले रुपेश यहाँ आइज, ओए गोले रुपेश हल्का कुरा सोध्न कि यहाँ आउन तिमी। ल गोले रुपेशलाई ल हेलो अन्त मेरो भ्लगमा हेलो हेलो ल अहिले अगाडि धेरै मान्छेले चाहिँ एकछिनमा हजुरलाई भेट्छु, अहिलेलाई यति नै। सो अलरेडी त्यसले मान्छे अगाडि गइसकेँ। अब मैले हल्का कुरा छु। ल एक्जाम कस्तो भयो तिम्रो? ल होस्टेलबाट आउँदा कस्तो अनुभव भएको छ? राम्रै भयो। ल दर्शकबिन सुन्न सक्नुहुन्छ, म मान्छेलाई केही कुरा सोध्दैछु। ल हजुरको होस्टेलमा बस्दा खाना हजुर कस्तो थियो भन्नुहोस्, कस्तो थियो? मिठै थियो। कस्तो सोडा कति हालेको थियो? भात कति थपी खानुभयो हजुरले? घर जस्तो भात थियो कि थिएन भन्नुहोस्। साह्रो भएको थियो हजुर, साह्रो साह्रो भात थियो अरे होइन। अनि त्यसपछि कत्थाल भात खानुभयो हजुरले? कत्थाल भात खानुभयो? दर्शकबिन सुन्न चाहनुहुन्छ भन्नुहोस्, सुन्न चाहनुहुन्छ कि यतातिर भन्नुहोस् कत्थाल भात खानुभयो भन्नुहोस् हजुर एक ताल खानुभएछ हजुरले चाहिँ। अनि हजुरलाई घर आउँदा कस्तो अनुभव छ दर्शकबिन सुन्न चाहनुहुन्छ? ल हजुरलाई अहिले म एकछिनमा भेट्छु, अहिलेलाई यति नै। अलराइट गाइज, अहिले टक्कर हामी चाहिँ हिँडिसकेको अवस्था। अरू चाहिँ केटाहरू चाहिँ अगाडि गइसक्यो, हामी चाहिँ पछाडि छ, हामी 3जना चाहिँ। अनि यसले पनि यहाँ छिरिसकेको अवस्था होइन। टक्क लगाएर अगाडि चाहिँ गइसक्यो केटाहरू चाहिँ। हामी चाहिँ यहाँ हल्का गफसफ गर्दै थियौँ यहाँ साकेदाईको होटलमा अङ्कित दाईसँग। अङ्कित दाई पनि बाहिर हल्का बाहिर रहिसक्यो। त्यसको इन्स्टा आइडी हेर्नु होला सबैजनाले। के अरे पुरै 5-6 मिलियनको भ्युज आएकोमा गएर कमेन्ट हेर्नु एकचोटि कस्तो छ लास्ट हाल्छ हजुरहरू चाहिँ। ल अहिलेलाई यति नै, एकछिनमा भेट्छु, अहिलेलाई यति नै। साँच्चै हजुरलाई एउटा कुरा भन्ने बिर्सेछु, मैले चाहिँ यो छुट्टीमा चाहिँ मोटो भ्लग हान्ने भन्थेँ। हजुरहरूले अब सब्सक्राइब गर्नु भयो भने चाहिँ मोटो भ्लग आउँछ। 3 सब्सक्राइब छिटो पुऱ्याउनु, अनि मोटो भ्लग आउँछ होइन। अब हजुरहरूले 3 सब्सक्राइबर पुऱ्याउनु भएन भने चाहिँ अब गाह्रै छ मोटो भ्लग आउनलाई। मोटो भ्लग बनाउनु पनि गाह्रै छ गाइज। सबैजनाले छिटो सब्सक्राइब गर्नु होला, अनि मोटो भ्लग आउँछ। अहिलेलाई यति नै। अलराइट गाइज, केटाहरू चाहिँ कहाँ कुन टुडियाँ पुगिसक्यो, हामी चाहिँ अझै पनि यहीँ छौँ। हामी चाहिँ यता पछाडि पुगमा पुगिसक्यो, यो त्यसको उतापट्टि। ल यता गाइज सबैजना सपोर्ट गर्नु पऱ्यो। छिटोभन्दा छिटो 300 सब्सक्राइब पुग्यो भने चाहिँ मोटो भ्लग आउँछ गाइज। छिटोभन्दा छिटो सब्सक्राइब गर्नु पऱ्यो है। ल 220 सब्सक्राइबर पुगिसकेको छ, अब धेरै छैन। अब 80 सब्सक्राइबर झ्यामझुम बढाइदिनु भयो भने चाहिँ हजुर साथीहरूलाई सेयर गरिदिनु भयो भने चाहिँ 300 सब्सक्राइबर पुगिहाल्छ। अनि त्यसपछि मेरो मोटो भ्लग आइहाल्छ गाइज। अहिले चाहिँ गर्मीहरू किन ज्याकेट लगाएको जस्तो नि भन्नुभयो होला हजुरले चाहिँ। कालो हुन्छ भनेर ज्याकेट लगाएको, साइडमा हातहरूमा कालो हुन्छ होइन, मुखमा चाहिँ कालो हुन्थ्यो। क्याप लगाएको के अरे, क्याप चाहिँ त्यसले लाग अलिक एकछिनमा लाउनु पर्ला। ल हजुरलाई म अब सिधै अब हल्का गाडी पछि भेट्छु, अहिलेलाई यति नै। अलरेडी गाइज अहिले टक्कर हामी चाहिँ बडी हाल्न लगाइसक्यौँ। त्यही भन्छ खोला चाहिँ पुरै सुकेर चाहिँ हैरान भइसक्यो अवस्था। यहाँ खेलाइ मजामा माथि र फङ्गाल्ने आयो नि सानो खुट्टा पुरै छोइन्छ। सानो केटाहरू नि के अरे ढाकु त उफ्रिने केटाहरू चाहिँ। ल म चाहिँ यहाँ मनी अब जान्छु, हजुरलाई म एकछिनमा पौडी हालेको देखाउँछु, अहिलेलाई यति नै। अलरेडी गाइज अहिले टक्कर हामी चाहिँ पौडी खेल्न लागेको, खेलेर पनि हामी एकछिन बसिसक्यौँ। तर के अरे जाडो भएको कारणले चाहिँ हामी चाहिँ बाहिर निक्लेर बसेको होइन। लास्टै जाडो चिसो भइन्छ। अहिले चाहिँ खेल्ने मौसम चाहिँ भएन अहिले चाहिँ। अब ट्याक्क अब कति अहिले पछि हुन्छ, अझै 1-2 हप्ता पछि बल्ल तातो हुन्छ, खेल्न पनि अलि मजा आउँछ। अहिले चाहिँ चिसो पानी चाहिँ लास्टै चिसो हो कि गाइज होइन। के अरे उस खोला चाहिँ लास्टै सानो छ होइन। यसलाई देखाइदियो भने ल तँलाई मैले देखाएँ, त भाइरल भइस। अब तँलाई अटोग्राफ दिन आउँछ नि, अटोग्राफ दिन आउँछ नि। ल गाइजहरू अब म एकछिनमा भेट्छु, अहिलेलाई यति नै। सो अलरेडी गाइज अझै टक्कर हामी चाहिँ हिँडिसक्यौँ। मैले चाहिँ भ्लग बनाउनु पाइनँ, यहाँ पौडी हालेको चाहिँ जाडो भएर चाहिँ हामी त्यति पौडी पनि खेलिएन। त्यही भएर चाहिँ हामी चाहिँ हिँडिसकेको अवस्था। यहाँ चाहिँ गोले रुपेशमा म अगाडि चाहिँ केटाहरू गइसकेँ। अब ल हजुरलाई म अब सिधै अब अलि अगाडि पछि भेट्छु, अहिलेलाई यति नै।